तपाईँ नातावाद, कृपावाद, नेपोटिजमको कुरा जहिले प्रश्न उठाउनुहुन्थ्यो होइन? अनि यस्तो राजनीतिक दल जहाँ प्रत्यक्षमा पनि श्रीमान उठ्ने, समानुपातिक पनि एक नम्बर सूचीमा श्रीमती उठ्ने होइन। अब अरूलाई सिकाएको सुशासन, अरूलाई सिकाएको नैतिकताको पाठ त घरबाटै उल्लङ्घन होइन। घरबाटै सुधार्नुपर्छ। म घरबाटै सुधार्न तयार छु। तर घरमा तपाईँको छ नि योग्य मान्छे छ भने कोही राजनीतिमा तपाईँ रोक्न सक्नुहुन्छ र? रोक्न सक्नुहुन्छ? हामीले यो एक वर्षमा तपाईँको श्रीमतीले कतिवटा राजनीतिक दल बदल्नुभयो? होइन, उहाँले राजनीतिक दल कति बदल्नुभयो, उहाँले के गर्नुभयो भन्ने कुरा उहाँलाई प्रश्न सोध्न तपाईँले सक्नुहुन्छ। मेरो अनुरोध छ। तर म के भन्छु भने म आज श्रीमतीको बारेमा बोल्न आएको होइन। म यो देशलाई बदल्नुपर्छ, रूपान्तरण तपाईँको श्रीमती तपाईँको राजनीतिक दलको पहिलो सूचीको नाम होइन त? मैले व्यक्तिगत प्रश्न सोधेकै होइन नि। व्यावसायिकतामा तपाईँले सोधेको प्रश्नको छ नि जवाफ उहाँले दिनुपर्छ। म भनिरहेको छु आजको दिन एल्जा गौतम बन्द सूचीको नम्बर 1 मा पर्नुभयो। प्रभु शाहले राख्नुभयो। तपाईँ प्रभु शाहलाई बोलाएर सोध्नुहोस्। मैले एक शब्द पनि आजसम्म एल्जा गौतमलाई राख्नुपर्छ भनेर भनेको छैन। अघि पनि मैले भनिराखेको